मन्दिरबाट आएर चाहिँ हामी डेकोरेसनको सबै सामान निकालेर बर्थडेको डेकोरेसनको स्टार्टिङ गर्न लाग्यौँ। अनि डेकोरेसन गर्न टाइम पनि लाग्छ। हामी चाहिँ 12 बजेदेखिबाट डेकोरेसनको स्टार्टिङ गर्दैछौँ। अनि दुईजना भएर चाहिँ फर्स्टमा बेलुन फुलाउन थाल्यौँ, किनकि बेलुन फुलाउन पनि टाइम लाग्छ। अनि डेकोरेसन गर्न त झनै टाइम लाग्छ। अनि बेलुन सबै फुलाइसकेर अनि हामी चाहिँ अलि टिन्टा गरेर बेलुन बाँध्न थाल्यौँ। अनि उता बर्थडे गाले चाहिँ भन्दैछौँ दिदी राम्रो डेकोरेसन गर्नु, अब जति सके जति जाने चाहिँ राम्रै नै होस् भनेर गरिन्छ, किनकि केटाकेटीहरूलाई चाहिँ डेकोरेसन राम्रो हुँदा यति नै खुसी हुन्छन् कि के नभन्नु। अब अनि राम्रो डेकोरेसन होस् भनेर चाहिँ हामी दुईजना 50-50% आइडिया लगाएर चाहिँ हामी डेकोरेसनकोतिर लाग्यो। अहिले चाहिँ बेलुन सबै फुलाइसकेर बानिसकेर अहिले हाम्रो चाहिँ यहाँ डेकोरेसनको स्टार्टिङ हुँदैछ। अनि हामीले चाहिँ आइडिया लगाउँदैछौँ कसरी के गरेर कताबाट लिएर जाने भनेर। अनि हजुरहरू पनि एन्ड तक हेरिदिनु होला र हाम्रो डेकोरेसन कस्तो लाग्छ कमेन्ट गरेर भन्नु होला। यो चाहिँ एन्डको लुक हो, हेर्नु गाइस हाम्रो डेकोरेसन चाहिँ प्राय कम्प्लिट भइसक्यो। अनि यो चाहिँ हो फाइनल लुक, कस्तो के लाग्यो कमेन्ट गरेर चाहिँ भन्नु होला डेकोरेसन। अनि त्यसको पछि हामी चाहिँ गएर रेडी भएर चाहिँ अनि अहिले केक काट्ने टाइम पनि भइसक्यो। रेडी भएर आएर केक काटिङ स्टार्टिङ हुन लाग्यो। अहिले चाहिँ केक काट्ने बर्थडेको चाहिँ एकदम एक्साइटेड छिन् केक काट्नको लागि, उता हेर्नु न। अनि अब चाहिँ केक काटिङ स्टार्टिङ भइसक्यो। केक काटेको कार्यक्रम पनि सक्यो। अनि अहिले चाहिँ सबैजनाले बर्थडेकालाई टिको लगाउनु भयो। अनि मैले टिको लगाइदिएर गिफ्ट हिजै राति दिइसकेको थिएँ गाइस। अनि त्यसको पछि चाहिँ केक खान लाग्यौँ। केक ठन्डा खाएर चाहिँ हाम्रो 1-2टा फोटो चलो। अनि उसले बर्थडेकालाई फेरि 1 सेकेन्ड ह्याप्पी बर्थडे नानु भनेर भन्यो। अनि हाम्रो डान्स चलो, हेर्नु होला हाम्रो डान्स। डान्स गरिसकेर केटाकेटीले चाहिँ खाना लाग्यो, किनकि टाइम पनि धेरै भइसकेको छ। अनि केटाकेटीले चाहिँ हाई वाई गरे। आजको लागि यति नै थियो। बर्थडेको ब्लग कस्तो के लाग्यो कमेन्ट गरेर भन्नु होला। बाई बाई।